आइपऱ्यो भने अब हामीले कसरी त्यसलाई रोकथाम गर्न सकिन्छ भन्ने कुरा हामीले मोबाइल त्यसपछि अब हामीले निवेदन सक्छौँ केही चोटपटक घाउ लागेको छ बिरामी अब नहिँड्न सक्ने भएको छ भने त्यो अवस्थामा हामीले हस्पिटलसम्म कसरी पुर्याउने त्यो अवस्थामा चाहिँ अब हामीले अब मन्डी चाहिँ भएन हामी स्टेटर अब हाम्रो गाउँघरमा लिएर हामी सिकेको कार्यहरू बनाउनु सबैमा हामीले बाँसमा बोलियो छ कि छैन दुवै बाँस चेक गर्ने अनि यो गब्डा हुँदैन हाम्रो मन्डी अब गलेको अब फाटेको हुनसक्छ त्यो अवस्था हामीले मन्डी पनि यसो चेक गर्नुपर्छ त्यसरी हामीले मन्डीलाई यसो तन्काएर चेक गर्नु बोल्दै छ भने त्यसरी हामीले बनाउन सक्छ त्यो भयो होइन अब त्यसपछि अब हामीले बनाएको स्टेटर बलियो भयो कि नै भनेर चाहिँ हामीले जहिले पनि खुट्टादेखि हामीले चेक गर्नुपर्ने हुन्छ खुट्टादेखि यसरी यसरी गरेर चेक गर्नुपर्ने हुन्छ होइन अब टाउकोबाट पनि गर्न सकिन्थ्यो होइन किन टाउकोबाट गरेन भन्ने कुरा चाहिँ अब बाइचान्स हाम्रो बनाएको स्टेटर बलियो भएन भने टाउकोमा चोट पटक लाग्न सक्छ असर पुग्न सक्छ त्यही भएर खुट्टाबाट गरेर त्यस्तो असर पुग्दैन नि त त्यही भएर हामी जहिले पनि यो गर्नुपर्छ बाँसको अब राम्रो छनौट भएन हाम्रो यहाँदेखि हो त्यो गल्ती भयो हाम्रो गल्ती हो र के गर्नु अब यहाँ जे छ त्यो सिक्ने मात्र डेमो यो सिक्ने मात्र अनि त्यसो यस्तो त भयो कतिपय हामीले देख्न सक्छौँ कि बिरामी देख्दैन नि त बोकेर लाँदाखेरि त्यसले पनि पछाडिपट्टि टाउको चाहिँ पछाडिपट्टि राख्नु पऱ्यो है पछाडिपट्टि कुरो भयो किनभने अगाडिको थाहा मान्छ बिरामीको अवस्था के छ थाहा हुँदैन नि त अगाडि उसमा गफ गर्दै जाने हो उसमा बिरामीलाई हल्का आफ्नो यो शरीरमा यस्तो अड्डाउने त्यसपछि हल्का यो कपडाहरूले यस्तो भित्रतिर फोल्ड गर्ने त्यसपछि एउटा खुट्टाले यहाँ पछाडि यसरी चेक गर्ने जमिन कस्तो छ उपर खापर कस्तो छ ढुङ्गा सुङ्गा यताउता त्यो चेक गरिसकेपछि यस्तो तान्ने यसरी तानेर त्यो चाहिँ इमर्जेन्सी मुभ अन्तर्गत पर्छ त्यो धेरै समयसम्म हामीले गर्न सकिँदैन बिरामीलाई नै अप्ठ्यारो हुन्छ जुन कि अब